सदा जस्तो एक बिहानै आज पनि घरबाट म निस्केँ। घडीले बिहानको 5:30 भन्दा बढी बजाइसकेको छ। म रुमबाट निस्केर जुत्ता लाउने तर्खरमा छु। बिहान चाँडै नै उज्यालो हुने गरिसकेको रहेछ। सधैँ जसो उज्यालो हुँदाखेरि 6:30 बजिसक्थ्यो, तर अहिले 5:40 जाँदा लगभग मान्छे चिनिने उज्यालो भइसक्दो रहेछ। म रुमबाट निस्केँ यति बेला। आज भाउजू नजाने भएकाले म रुमबाट अलिकति ढिलै निस्किँदैछु। भाउजूले मलाई बिहानै फोन गरेर आज म जान भ्याउँदिनँ भन्नुभयो। त्यसैले मलाई कुपनडोल गएर अलमल गर्नु छैन। सो म यहाँबाट डाइरेक्ट चक्रपथ जान्छु। रिङ रोडको बाटो नै जान्छु आज म यति बेला रुमबाट बाहिर निस्किएँ। हेलो एन्ड गुड मर्निङ सबैजनालाई। साथीहरू, आज ठ्याक्कै चैतको पनि 8 गते भइसक्यो है। अनि आज शुक्रबार। आज म अलिकति ढिला भइसकेँ घरबाट निस्किन नै, किनकि आज भाउजू जानुहुन्न भनेर भाउजूले मलाई फोन गर्नु भएको थियो। त्यही भएर म कुपनडोल गएर अलमल छैन, अनि त्यही भएर पनि रुमबाट अलिकति ढिलै निस्किन्छु। म ठ्याक्कै पाउनेमा निस्किन्छु भन्दा भन्दै 55 मिनट गइसक्यो। अनि ठ्याक्कै अब म 15 मिनटमा चाहिँ चक्रपथ पुग्न पर्ने छ। फेरि बाइकमा तेल पनि थोप्पो छैन। अब एकछिन पेट्रोल पम्पले पनि टाइम खाइदिने भयो। अनि यसै त रुमबाट निस्किन अलिकति ढिला भयो। त्यो के भयो कि अलिकति ढिला उठेँ। अब जहिले 5 बजे उठेँ, आज 5:20 उठेँ। भाउजूको फोन आएपछि अब भाउजू जानुहुन्न भन्ने भएपछि किन अब हतार गर्नु भनेर अलिकति ढिलै पनि उठ्यो। त्यही भएर पनि अलिकति टाइम लाग्ने भयो। यो हो शिवचटारको शालिग चोक। म यहाँबाट कलङ्की जान्छु। कलङ्कीमा गएर अलिकति बाइकमा पेट्रोल पनि हाल्नु पर्ने छ, किनकि बाइकमा पेट्रोल एकदमै कम छ। त्यसैले मैले बाटोमा धोका पाउन सक्छु। त्यही भएर पेट्रोल हालेर मात्रै म अगाडि बढ्छु। आज भाउजू पनि जानुहुन्न, त्यसैले म यता रिङ रोडको बाटो डाइरेक्ट चक्रपथ पुग्छु। कुपनडोलको बाटो जाँदाखेरि अलिकति ढिला भइसकेकोले जाम पर्न सक्ने सम्भावना हुन्छ बिहानको टाइममा पनि। ठमेल चोकतिर र लैनचौर चोकतिर टन्नै जाम हुन्छ यो बेलामा। त्यही भएर म यताबाट बालाजु हुँदै सिधै चक्रपथ निस्किन्छु। रिङ रोडको बाटो त्यति जामहरू पर्दैन, तर बाटो चाहिँ अलिकति भिड हुनसक्छ। कुरा गर्दै गर्दाखेरि म मकालु पेट्रोल पम्प आइपुगेँ। अब यहाँबाट म पेट्रोल भरेर अगाडि बढ्नेछु। त्यसपछि तपाईँहरूलाई भेट्नेछु। बाइ द वे, म ठुलो भर्याङ आइपुगिसकेँ अहिलेसम्ममा। बिहानमा बाटो एकदमै खाली छ भने नाइट गाडीहरू चाहिँ लगभग काठमाडौँ छिर्दैछन् र ट्रकहरू पनि काठमाडौँ छिर्नेको लावालस्कर नै भेटिन्छ यो बाटोमा। रिङ रोडभित्र चाहिँ अब नाइट गाडीहरू र ट्रकहरू नगएको कारणले अरू गाडीहरू मात्रै धेरै हुन्थ्यो भने यहाँ चाहिँ विशेष गरी ट्रक र बसहरू नै बढी छन्। कसैलाई कसैको सुर्ता छैन, कसैलाई कसैको छैन, सबै आफ्नै तालमा हिँडिरहेको छन्। ठुलो भर्याङबाट गाडी लगाएपछि निकै राम्रो मौसम देखिएको छ आज। बादल लगाइरहेको, बादल लाए पनि टाढा टाढाको बादलहरू मजाले निहाल्न सकिन्छ। म बालाजु आइपुग्नै लागेँ। आज लगभग पानी पर्ला जस्तो स्थिति देखाइरहेको छ मौसमले, तर थाहा छैन पानी पर्छ कि पर्दैन। पानी पर्यो भने पनि रमाइलो हुन्छ। आज पानी पर्यो भने पानी परेर उग्रेपछिको मौसम एकदमै राम्रो देखिन्छ। त्यो बेलामा मास्तिर डाँडातिर गएर भिडियो बनाउनलाई मजा नै बेग्लै हुन्छ। बालाजु चोकबाट म अगाडि लगाइसकेँ। यसपछि म आइपुग्छु माछा पोखरी। माछा पोखरीको पुल हो यो भने अगाडि नयाँ बस पार्क। यति बेला नाइट गाडीहरूको निकै भिडभाड छ बस पार्क छिर्नको लागि तथा बाहिरिनको लागि। नाइट गाडीहरू छिर्ने तर्खरमा छन् भने दिउँसोको गाडीहरू यहाँबाट बाहिरिने तर्खरमा छन्। क्रमशः म यी स्थानलाई छोड्दै अगाडि बढिरहेको छु आफ्नो गन्तव्यतर्फ। बिहानै भए पनि काठमाडौँमा मान्छेको चहलपहल निकै धेरै छ, सबैले आफ्नो काममा जानको लागि। यहाँबाट म सामाखुसीबाट चक्रपथ नगइकन डाइरेक्ट यहाँबाट म ठ्याक्कै टिचिङ र कान्ति हस्पिटल निस्किने बाटोतर्फ लागेँ। यहाँबाट महाराजगञ्ज निस्किन्छ, जसले गर्दा चक्रपथको जाम छल्न सजिलो हुन्छ। यो बाटो पक्कै तपाईँहरू हिँड्नु भएको होला। यदि हिँड्नु भएको छैन भने पनि सामाखुसीबाट छिरेर तपाईँहरू नेपाल प्रहरी अस्पतालको साइडमा निस्किन सक्नुहुन्छ।
यदि तपाईहरुलाई टिचिङ हस्पिटल तथा कान्ति हस्पिटल जानु छ भने यो बाटो नै नजिक पर्छ, तपाईहरुले घुमिरहनु पर्ने जरुरी छैन। धेरै जनालाई त यो बाटोको बारेमा राम्रै थाहा होला। म प्राय जसो हिँड्दा यही बाटो नै हिँड्ने गर्छु। यो बाटो हिँड्दाखेरि जाम छल्न तथा सर्टकट बाटोको लागि निकै नै राम्रो मान्दछु। अब लगभग म हाइवे निस्किन लागिसकेँ, जुन हाइवे सुनधारा चक्रपथको हाइवे हो। यति बेलासम्म म हाइवे निस्केर लेफ्ट लागेँ। अब मलाई चक्रपथ पुग्नलाई 1 किलोमिटर जति बाँकी छ। त्यसपछि म आइपुग्छु मैले पढ्ने गरेको इन्स्टिच्युट, जहाँ म 9:30 बजेसम्म क्लासमा हुनेछु। यतापट्टि राष्ट्रपति भवन हो, शीतल निवास। भने तपाईहरु यहाँबाट राइट लाग्नुभयो भने बालुवाटार पुग्न सक्नुहुन्छ। म यहाँबाट सिधै अगाडि जान्छु। अगाडि टिचिङ हस्पिटल छ। घडीले पनि बिहानको 6:10 गइसकेको छ। म चक्रपथ आइपुगेँ। यहाँबाट म राइट छिरेँ। राइट छिरेर यो गल्लीको बाटो गयो भने सिधै मैले पढ्ने इन्स्टिच्युटको साइडमा निस्किन्छ, जसले गर्दा उताडो घुम्नु पर्दैन। आजभोलि निकै नै चाँडो उज्यालो भइसक्न थाल्यो। पहिला निकै नै ढिला उज्यालो हुन्थ्यो, म यहाँ आइपुग्दा समेत अँध्यारो नै भइराख्थ्यो। तर आजभोलि म घरबाट हिँड्दादेखि नै उज्यालो सुरु भइसक्यो। 5:30 बजे नै आजभोलि मान्छे चिन्निने उज्यालो हुन थालिसकेछ। म लगभग अब मैले पढ्ने इन्स्टिच्युटमा आइपुग्न लागेँ। यहाँबाट म दाहिने छिर्छु। यहाँबाट दाहिने छिरेर अलिकति अगाडि गएपछि मैले पढ्ने इन्स्टिच्युट छ। आज बाटैमा पानी ट्याङ्कर रोकेर राखेको रहेछ, जसले गर्दाखेरि बाइक राख्ने ठाउँ पनि छैन। बाइक त हामी भित्र राख्छौँ, तर एक्सर्साइज हुने कारणले एक्सर्साइजमा हुन्जेल बाहिरै राख्नुपर्ने हुन्छ। अहिलेलाई म बाइक यतै राख्छु। यो हामीले पढ्ने गरेको बिल्डिङ हो, भनौँ हाम्रो स्कुल तथा इन्स्टिच्युट। अब यहाँबाट म डाइरेक्ट तपाईहरुलाई क्लास सकिएपछि भेट्छु। ठ्याक्कै 9:45 बजे हाम्रो क्लास छुट्यो। सधैँ 9:30 बजे छुटे पनि आज अलिकति ढिला भयो, केही समय अलिकति। त्यसपछि म यहाँबाट अब निस्किने तर्फरमा छु। बाइक लिएर म निस्केँ। म यहाँबाट हाइवे पकडछु। हाइवेबाट सिधै कलङ्कीपट्टि लाग्दछु। मलाई बाटातिर कहीँ अनमल गर्नु पनि छैन। यो बाटो कहिल्यै बन्न सकेन, जताततै भद्रगोल पारिराखेको छ। कलङ्कीबाट चाबेलसम्मको रिङ रोड बनाउने भनेको पनि धेरै वर्ष भइसक्यो, तर आजसम्म पनि बन्न सकेको छैन यो बाटो। त्यसै बालन शाहले स्ट्याटस लेखेको होइनन्। यो बाटो पनि बन्यो भने धेरै राम्रो हुन्थ्यो, कलङ्की कोटेश्वर जस्तै। तर खै कहिले बन्छ नै थाहा छैन। चक्रपथको जाम आज परेन, त्यसैले म आज यही बाटो नै जान्छु। नत्र म अहिले बिहान आएको बाटो नै जाने गर्थेँ यो टाइममा, तर ठ्याक्कै यहाँ जाम नपरेको बेलामा म कटिहालेँ। यहाँबाट म क्रमशः धापासी, सामाखुसी, बालाजु हुँदै पुनः कलङ्की आइपुग्नेछु। कलङ्की गएर खानासाना खाएर अलिअलि कामहरू छन्। आज म खासै बाहिर निस्किनु त छैन, तर यो भिडियो एडिटिङ गर्दा र अस्ति बिहेहरूको भिडियोहरू अलिअलि एडिटिङ हान्दाखेरि नै आज मेरो दिनको टाइम जानेछ। केही समय त पढ्न पनि पर्यो। थाहा छैन जिन्दगीले कहाँदेखि कहाँ लान्छ, भए पनि मेहनत त गर्नु नै पर्यो। केही कुराहरू भाग्यमा पनि निर्भर हुने रहेछन्। बिहानको समयमा पानी पर्ला जस्तो देखिए पनि अहिले बादलहरू हटेर मौसम सफा भइसकेको छ भने घाम पनि लाग्न थालिसक्यो। अहिले त काठमाडौँमा गर्मी पनि निकै बढ्न थालिसक्यो। बिहान बेलुका हल्का चिसो भए पनि दिउँसोमा लगभग ज्याकेटै नचाहिने स्थिति आइसकेछ। एउटा टी सर्टको भरमा मजाले हिँड्न सक्ने छ अहिले काठमाडौँमा। अब खासै जाडोदेखि आत्तिनु पर्ने स्थिति छैन। अब गर्मी बढेपछि झन् उखुमपात गर्मी हुन्छ।
जाडो आयो गर्मी रमाइलो, गर्मी आयो जाडो रमाइलो, केही गरे पनि सुख छैन। अफिस टाइम भए पनि यो बाटोमा त्यति धेरै गाडीहरू हुँदैनन् जति रिङ रोड भित्रको बाटोहरूमा हुने गर्दछ। त्यही भएर मलाई यो बाटो नै ठिक लाग्छ हिँड्नको लागि अफिस टाइममा। भने यो बाटोमा अलिकति केही धुलोहरू चाहिँ छन्। यो बाटो पनि पुरै बन्यो भने हिँड्नलाई एकदमै मजा आउने हुन्छ, तर थाहा छैन कति वर्षमा बन्छ, त्यो बेलासम्म आफू कहाँ पुगिसकिन्छ भन्ने कुरा। बालाजुबाट पनि अगाडि लागिसकेँ म। यो हो बालाजु चोक। म यहाँबाट नरोकिकन अगाडि लाग्ने तर्खरमा छु। बालाजु पछि म वनस्थली हुँदै स्वयम्भू निस्कन्छु। त्यसपछि सिधै रुममा। आज मेरो अरू केही पनि काम छैन, बाटातिरमा अलवल गर्नुपर्ने पनि। रुममा पुग्दा आज लगभग घडीले 11:15 नै बजौला जस्तो छ। ढुङ्गेधारा वनस्थली चोक हो यो। यहाँबाट अगाडि लागेपछि ठुलो भर्याङ सानो भर्याङ हुँदै आइपुग्नेछ स्वयम्भू। स्वयम्भूबाट सिधा पहिला हुँदै निस्किनेछु म कलङ्की। यो ट्रक कहाँ जाँदै होला गेस गर्नुहोस् त। आफ्नै तालमा जाँदैछ, थाहा छैन के लिनलाई कहाँ पुगेर आउने हो। मैले पनि पहिलो ट्रक चलाएको भएर होला। मलाई यस्तो सहरी साधन चलाउने चालकहरूप्रति एकदमै माया लागेर आउँछ। नेपालको बाटोको स्थिति त्यस्तो खराब छ, त्यहाँमाथि पनि ट्राफिक पुलिसहरूले हेप्ने त्यस्तै ज्यादती। ट्राफिक पुलिसको ज्यादती निकै नै धेरै हुन्छ गाडी चलाउँदाखेरि, जो म आफैले पनि भोगेको छु। भन्नै पर्दाखेरि नेपालको बाटोको स्थिति पनि त्यस्तै नराम्रो, त्यहाँमाथि ट्राफिकहरूले हेप्दा त एकदमै मन खिन्न हुन्छ। कलङ्की आएर म दाहिने लगाइसकेँ। देब्रेपट्टि छ दृष्टि आई केयर। यहाँबाट छिरेर म माथि पाटी चोक निस्किनेछु। अब म ठ्याक्कै पाटी चोक आइपुगेँ। यहाँबाट म सिधै अगाडि जान्छु। अगाडि गएर म लेफ्ट लिग्नेछु। मेरो रुमपट्टि जानलाई यहाँबाट लेफ्ट लाग्नु पर्दछ। यहाँबाट लेफ्ट लागेपछि आइपुग्नेछु म मेरो रुम। बाटोमा रोकिराखेको गाडीले बाटो नै ब्लक गरिदियो। उताबाट आएको स्कुटर पास हुन दिएर म यताबाट छिरेँ। यति बेलासम्म म रुम आइपुगेँ। हस् त साथीहरू, आजको मेरो भिडियो यति नै। अर्को दिन पक्कै पनि अर्को भिडियो हेर्न पाउनुहुन्छ। त्यतिन्जेलसम्मको लागि म यो भिडियोबाट बिदा चाहन्छु। थ्याङ्क यू सो मच। तपाईँहरूको आजको दिन शुभ रहोस्। लभ यू सबैजनालाई। आजको भिडियोलाई म यहीँ टुङ्ग्याउँछु। तपाईँहरूले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। बाई बाई सबैजनालाई।